ठीक है आकाशजी, अब यहाँ अहिले त अब मन्त्री पनि चुनिसके है, 3 जना मन्त्रीहरू हजुर मन्त्री हुनु भइसक्नुभयो। 3 जना अनि त्यहाँभन्दा अगाडि अब वाद विवादहरू धेरै चल्यो नि त, कहिले राजा आउन पर्छ, कहिले अब होइन राज जस्ता ल्याउन उड्न यताउता, कहिले अब हाम्रा के अरे राजाको नाति के अरे हिरदेन्द्रलाई ल्याउन पर्यो, जेन्जी पुस्ताका भनेर नि धेरै कुराहरू आए। यो विषयमा के भन्नुहुन्छ हजुरले? यो विषयमा चाहिँ शासन प्रक्रिया देशमा राम्रो चलाउन सक्यो भने एउटै व्यक्तिले शासन गर्दाखेरि राम्रो हुन्छ। हजुर, किनकि एउटैको अन्डरमा रह्यो भने गार्जेन घरको एउटा मात्र हुन्छ क्या। एउटै घरमा दुईवटा ड्याडी मम्मी भएपछि त्यसमा चाहिँ अलिकति चाहिँ विवाद त उत्पन्न भइ नै हाल्छ होइन। घरमा एउटै मात्र गार्जेन हुन्छ, त्यही भएर गार्जेन एउटा नै चाहिन्छ। प्रमुख विषय चाहिँ त्यही नै हो। अब फेरि यस विषयमा भन्दा मलाई राजावादी भनिदिनु होला होइन, तर म हेर्नुहोस् मैले पहिले पनि मैले बारम्बार भन्दै आएको कुरा हो, कुनै पनि पार्टीसित म आबद्ध छैन, मैले भोटिङ पनि गर्दिनँ होइन। जब कि मसित भोटर कार्ड छ तर पनि मैले भोट नदिएको अवस्था होइन। अब धेरै युवाहरू विदेशिनु भएको छ होइन, उहाँहरू पनि यो चुनावमा भोट हाल्न आउँदै हुनुहुन्छ नेपालमा। सबै योपालि चाहिँ धेरै उथल पुथल नै हुन्छ होइन। सो दिन यो चेन्जिङ अवस्था, यो चाहिँ ट्रान्जिसनल फेज होइन, यसमा चाहिँ विदेशी घुसपेटहरू धेरै हुने सम्भावना हुन्छ। किनकि तपाईँ हामी लड्ने अनि फाइदा चाहिँ विदेशीहरूले पनि उठाउने हो। त्यही भएर घरमा एउटै प्यारेन्ट्स गार्जेन एउटै नै हुन्छ। मेरो घरमा बाबाले भनेको मैले मान्छु, स्टेप फादर स्टेप मदर भयो भने त त्यहाँ त विग्रह त सुरु भइसक्यो नि। त्यही भएर एउटै गार्जेन हुनु राम्रो कुरा हो। राजा आउनुपर्छ भन्ने छैन, राजा ल्याए पनि अब प्रधानमन्त्री राष्ट्रपति सेरेमोनियल मोनार्कमा गए पनि तर पनि चाहिँ एकदम निरङ्कुश नभइकन एकदम जनतालाई सेवा गर्ने हिसाबले चाहिँ राज्य सत्ता चलाएको चाहिँ हाम्रो व्यवस्था राम्रो। यस हाम्रो देश राम्रो होइन, राम्रो हुन पर्यो, विकास हुन पर्यो होइन। 601 जना नेता पहिला पनि आवश्यकता थिएन, एउटै राजाले नै देश सञ्चालन गर्नुहुन्थ्यो। राजाले त पहिले पनि भनिदिनु भयो, शाही घोषणा गर्दाखेरि चाहिँ ल तिम्रो ताला चाबी तिमी नै ल्याऊ, बरु म छुट्टीमा जान्छु भनेर होलिडे प्याकेज बनायो कि त हुँदैन नि काइन्ड अफ होइन। तपाईँको घरको ताला चाबी त तपाईँले नै सुम्पिएर गएको नि, अनि त घरको ताला चाबी दिएपछि के भयो, त्यो तहस नहस भयो, सुरक्षा भएन। 601 जना नेता आएपछि त अनि 601 जनाले सेक्युरिटी गार्ड, 601 जनाले गाडी, टु मच सेवा उनीहरूले हामी कहाँ सक्छ। जनताले ढुङ्गा माटो बोकेर होइन, राज्यलाई कर ट्याक्स दिन्छ होइन, विदेशमा कति होइन एकदम मेहनत गरेर चाहिँ अनि फेरि यहाँ त्यस्तो हुन्छ। नमस्ते सर। अब गाह्रो छ है, गाह्रो छ त्यो चेन्जेस आउनु राम्रो कुरा हो। पोलिटिकल स्टेबिलिटी हुनु पऱ्यो। पोलिटिकल स्टेबिलिटी भयो भने चाहिँ देशले चाहिँ फेरि अर्को नयाँ रूप पाउन सक्छ। त्यसको लागि हामी पनि अब सकारात्मक तरिकाले नै जाउँ। जे भयो भयो, गल्ती त भयो, सबैले सहयोग गर्नु पऱ्यो है, सबैले सहयोग गर्नु भयो। नयाँ पुस्ता आयो पनि अब उनीहरूलाई पनि राम्रो तरिकाले देश सञ्चालन गऱ्यो भने हामीलाई पनि खुसी लाग्छ नि त।